65 डिस्ट्रिक्ट्स कम्प्लिट भयो, त्यो कुरामा म धेरै खुसी छु। आजको राइड त लास्ट छोटो छ यार, गम्मा 154 किलोमिटर यार। बाबाजी हुनमा स्कोप छ क्या लुम्बिनीतिर। तिमी ओहो अझ एक्जस्ट पनि पटट गर्दै यार। ओके गाइज, लेट मी अनाउन्स यु समथिङ। कति किलोमिटर हिजो चलायौँ भन्दाखेरि हामीले होइन 439 प्लस धनगढीदेखि आउँदाखेरि ट्रिप सेट गरेको थिएन 20 किलोमिटर जति त्यहाँ भयो भनेपछि 459 लगभग 10-15 किलोमिटर त यता पनि चलायौँ। त्यसलाई 469 भनौँ न, 469 किलोमिटर हिजो चलायो। आज चाहिँ यहीँबाट ट्रिप सेट गर्छु। अनि गाइज यो राइडमा चाहिँ हामीले 2126 किलोमिटर राइड गरिसक्यौँ है। एन्ड अझै धेरै बाँकी छ राइड गर्नलाई। टाइम चेक इट्स 10:16 अनि हामी बसेको होटल चाहिँ यही हो, होटल सम्मान भन्ने होइन। सही हो। अब हामी यहाँबाट निस्किन्छौँ पोखरातर्फ। आजको राइड चाहिँ पोखरामा हो। अनि अस्ति त मैले कायक गरेँ होइन, फेरि पनि कायकिङ गर्ने प्लान छ। लेट्स सी गाइज अब के हुन्छ। पोखरा गएपछि देखा जाएगा। गर्मी छ, एसी रुम छोड्न मन थिएन, एसी रुम त छोड्नु परिहाल्छ, आफ्नो घर होइन। सो अब मेरोमा त फुल ट्याङ्की छ पेट्रोल होइन, दादाकोमा छैन, सिद्धिसकेको छ, दादाकोमा हाल्नुपर्ने छ। Let's go. Hey yo guys, what's up? Welcome back to my YouTube channel. It's your boy Nirzal and you're watching with Nirzal. Good morning from Butol. Today is the 9th day of our ride. Hey, आज 9 दिन हो बाफ्रे। दादाको फर्स्ट टाइम यत्रो लङ राइड। डिस्टेन्स कभरेजको गर्ने भने चाहिँ यही राइड सबभन्दा मेरो नि लङ्गेस्ट राइड हुन्छ। यताबाट चाहिँ नेपालगञ्ज 251 किलोमिटर छ, हामी चाहिँ तानसेन 40 किलोमिटर अनि पोखरा जाने 157 किलोमिटर। लेट्स गो। यत्रो भिडियो बनाएँ भरे त क्यामेरा अफ भइदिएर अरे क्या, टेन्सन हुन्थ्यो नि। प्राइस 157.5 रहेछ। फ्युल अप डन। बुटोल र धनगढीमा चाहिँ एउटै रहेछ पेट्रोलको पैसा। काठमाडौँमा चाहिँ अलिकति महँगो होला, 1 रुपियाँ जति। जय होस् सिद्ध बाबा, जय होस्, हाम्रो यात्रा सफल रहोस्। अब हजुरलाई एउटा ज्ञान गुरुको कुरा म भनिहालौँ। यहाँबाट तानसेन 37 किलोमिटर, पोखरा 154 किलोमिटर। आजको राइड त लास्ट छोटो छ यार, गम्मा 154 किलोमिटर यार। 400 450 चलाइरहेको बानी लागेको हो। अब काठमाडौँ पोखरा होइन, जब 200 किलोमिटर यताउति त लास्ट छोटो लाग्न थाल्छ मलाई। दिनमा 480 किलोमिटर, 470 460 लगातार चलाइरहेछ क्या हामीले। ओहो बुलेटमा बाबाजी, ओ बाबाजी त के हो, सही हो त यार। बाबाजी हुनमा स्कोप छ क्या लुम्बिनीतिर। तिमी ओहो अझ एक्जस्ट पनि पटट गर्दै यार। पहिला अर्घाखाँची हुँदै रिडी गुल्मी हुँदै होइन, अझ पाल्पास्याङ्जाको त्यो भाइरल पुलहरू हुँदै गएको थियौँ। अब योपालि नि भाइरल त्यो पुल, भाइरल भन्दा नि त्यो 3 मुखे पुल, 3टा जिल्ला जोड्ने पुल भन्छ है, त्यो पुल हुँदै गएको थियौँ हामी पहिला। अब यो पालि चाहिँ यताबाट सर्टकट लिन आँटेको। सुरुङ मार्ग यहाँ पनि ओहो कहाँ निस्किनु रहेछ यो सुरुङ मार्ग चाहिँ। इफ हजुरलाई थाहा छ भने चाहिँ बुटोलवासीहरू कमेन्ट गरिदिनु है, यो कहाँनिर जान्छ सुरुङ मार्ग भनेर, कहाँ निस्किने मार्ग हो यो। ल गर्मीले पाकेँ म। बाटो त यस्तै हो क्या हो, कस्तो छ बाटो। तर यो 3टा चाहिँ जानै पर्ने ठाउँ छ है गाइज। मेरो लिस्टमा पनि छ। धोरपाटन भइहाल्यो होइन, इस्टरुकुमको, जलजला माउन्टेन रोल्पाको भइहाल्यो, अनि कमल डाँडा इस्टरुकुम जाने हो आउँछ। यो ठाउँ म अलिक पुगेको छैन होइन। नत्र गाइज यो राइडमा चाहिँ मेरो के हो भाइ, तिमी यस्तो नगरिदेऊ न यार, अलि बाटोमै हिँड न तिमी। तिम्रो बाटो त हाइवे यता राम्रो छ त। ओके गाइज, लेट मी अनाउन्स यु समथिङ। यो राइडको साथसाथैमा मेरो 65वटा जिल्ला नेपालको कभर गरेर भ्याइयो है। आई हेभ ट्राभल्ड 65 डिस्ट्रिक्ट्स अफ नेपाल। अब जम्मी 12वटा बाँकी छ। 12वटा जिल्लाको चाहिँ मैले प्लान गरिसकेको छु होइन। त्यो प्लानिङ चाहिँ बिस्तारै आउँछ, किन भन्दाखेरि मेरो बजेट सिद्धिसकेको छ यो राइडमा। बजेट होइन, म अझ घाटामा छु, म ऋण लिएर आएको हो यो राइडमा होइन।
ओके इफ एनी वान इज स्पोन्सरिङ मी देन खुल्ला छ स्पोन्सर गर्ने ठाउँ होइन। कुनै केही स्पोन्सर आयो भने चाहिँ गाइज है म चाँडै अर्को राइडमा जान्छु। अनि मेरो अर्को राइडको बारेमा चाहिँ अहिले गोप्य नै राख्छु, अहिले रिभिल गर्न हुँदैन त्यस्तो चिज है। सो यही 65 डिस्ट्रिक्ट्स कम्प्लिट भयो, त्यो कुरामा म धेरै खुसी छु। राराको भिडियो हेर्नु भएको छैन भने हेर्नु गाइज है, यो राइड चाहिँ हाम्रो राराको राइड हो। अनि राराबाट चाहिँ हामी सुदूरपश्चिम गएर अनि यताबाट घुम्दै घुम्दै आइरहेछौँ। दोधारा चाँदनी जाने मेरो ठुलो सपना थियो, 1.5 वर्ष भइसकेको थियो मैले प्लान गरेको यहाँ त्यहाँ दोधारा चाँदनीको। एन्ड फाइनली इन दिस राइड वी कभर्ड इट। यो त त्यो राइडमा जानको लागि यो त वार्मअप मात्रै हो गाइज अहिलेको राइड त। भनेपछि बुझ्नुहोस् कत्रो राइड हुनेवाला छ मेरो। ल फर्स्ट ब्रेक हाम्रो यही डाँडातिर भयो 10:50 मा। कतिवटा खाइएला हामीले, खाँदै गरौँला नि, हिसाब गरौँ न है। तानसेन पाल्पा राइट नाउ। अब रानीमलतर्फ जाँदैछौँ। दिस इज माई सेकेन्ड टाइम अन तानसेन पाल्पा। पहिला आउँदा त यो बाटो नै अफरोड थियो, अहिले त पिच गरिसकेको छ। रिडी चाहिँ हाम्रो 18 किलोमिटर अनि रानीमल चाहिँ जम्मा 400 मिटर। अब ओके गाइज फाइनली एट रानीमल पाल्पा फर द सेकेन्ड टाइम। कालो पाइप हुन्छ नि हाम्रो, कालो पाइप त्यसमा पल 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 पाइप। क्या बोलोगे? हाँ बोल दे, तब तो कब देखा नहीं वो। हाँ अगर तुम बोलोगे तो देखा जाएगा ब्लॉग में। बोलो कुछ बोल दे। कहूँ थोड़ा। कहाँ से आए तुम? यूपी से बोलता। यूपी से। तुम्हारा नाम क्या है? मोहम्मद जान। यही हो। माथि ढोकाहरू सबै बन्द रहेछ, किन हो त्यस्तो? सबै बन्द, दुईटा मात्रै खुल्ला रहेछ। यस्तो भयो त प्रहरीकारले हेर्ने कुरा भएन क्या। त्यो बैठक कक्षा भन्ने त खुल्ला थियो होइन पहिला? केही छैन, कार्पेट मात्रै चाहिँ पहिला खुल्ला थियो। म सेकेन्ड टाइम हो कि आएको, त्यो त खुल्ला भयो जस्तो लाग्यो। अलिक दुईटा मात्रै खुल्ला रहेछ। त्यो कार्पेट चेतिन्छ भनेर चाहिँ बन्द राखेको छ। हजुर मिटिङ बस्छ बेला बेलामा। अहिले दुईवटा प्रदेश बिचको मिटिङ त्यसैमा बसेको थियो। यसो कुर्सी सुर्सी राख्ने, टेबल सेबल त्यही बेन्चहरू राख्ने, त्यो भन्छ क्याबिनेट बैठक त्यहाँ बस्छ। गुड लक फर युर जर्नी। यहाँ चाहिँ 2-3टा रिल बनाऊँ कि भन्ने सोचेको थिएँ मैले। गर्मीले दौडायो हामीलाई है, सकिएन भिडियो बनाउन धेरै। टिकटको कुराकानी गर्दाखेरि चाहिँ 10 रुपियाँ बाइकको, 10 रुपियाँ स्कुटरको, अनि एकजनाको भित्र छिरेको चाहिँ 50 रुपियाँ पर्दो रहेछ। हामीले चाहिँ 50 रुपियाँ तिर्यौँ हामीले। तर हेर्न लागेको केही छैन, संरचना मात्रै हो। संरचना त बाहिरबाट नै हेर्न सकिन्छ। किन चाहिँ यहाँ अलि नबनेको भनेर सोधेको। यहाँ मिटिङ हुँदाखेरि आउँछन्। अब खै कहिले हुन्छ कुराकानी। अब नेपालको काम होप चाँडै यो पनि राम्रो होस्, अझै मान्छेहरूलाई आउन मन लागोस् होइन यो ठाउँमा। नट जस्ट स्ट्रक्चर कि यहाँको हिस्ट्री बुझ्ने गरी आउन पाओस् मान्छेहरू। ओके गाइज ल यहाँ चाहिँ पुल बन्दै रहेछ है। पुल बनाउने प्रक्रिया यस्तो हुँदो रहेछ। माथि माथि मान्छेहरू हुनुहुन्छ, सही हो। यो लेभलमा चाहिँ देखाएको थिएन मैले अहिलेसम्म पुल बनाएको। यहाँ जोड्दै हुनुहुन्छ पेचहरू के। ओहो यता अर्को पुल बन्ने क्रममा रहेछ। माथिको पहिला बन्द रहेछ अनि तलको क्या माथिको स्ट्रक्चर बन्दै रहेछ यहाँ है। ओके गाइस अहिले चाहिँ रम्डीमा छौँ है। यतिकै लागि मैले क्यामेरा खोले। एउटा सानो ब्रेक पछि हामी जान्छौँ फेरि आफ्नो गन्तव्यतर्फ। कहाँको राइडरहरू हुनुहुँदो रहेछ उहाँहरू। बाटोभरि सबै मान्छेले मलाई चाहिँ बाई बाई गर्थे होइन।
अहिले यहाँमै गरिदिउँ बाई बाई ह्याप्पी न्यू इयर 2082 वेलकम टु रामदी धाम प्रवेशद्वार जय होस् रहेछ रामदी प्रवेशद्वार लेट्स गो के रे त्यसै बाइकबाट ओर्लेर बस्दिन्छु अरे माथि खनिरहेको रे त्यही भएर यता चाहिँ सरले रोक्नुभयो इसे बोलते हैं गरीबी में आटा गिला ए म त आरामले बस्दिने हो के होइन के बाइकमा बसिरहनु यस्तै छ पारा हाम्रो यस्तै छ ताल लाग्दैन डर कसैको लाग्दैन बाल हो आजकलका साधु बाबाहरू बिहान पनि भेटेको अहिले पनि ड्युकमा आज बुढा त ओके दिदी हामी त स्टपै यहीँ हो सधैँ यहाँ आउँदाखेरि अझै भाइरल दिदी हुनुहुन्न गीत सुन्दै खाम भनेको गीत सुन्न पाइएन यहाँको लोकल के छ र लोकल केरा खाँदै भालु पहाड भनेको यही भयो मिठो भयो होइन यहाँ 10 रुपियाँ लाग्छ टिकटको पाल्पातर्फ त्यो लेखेको छ भालु पहाड भनेर जो मान्छे नि भाइरल दिदी खोज्न आउने छ नि यतातिर त भाइरल दिदी नै हुनु न के छटपटे खाने अरे बिचरा त्यो दिदी आज त गफै गफमा टाइम चेक गाइज इट्स 6:03 अनि किलोमिटर चेक इट्स 200 किलोमिटर लगभग आज 200 किलोमिटरै भएछ त उताबाट हामी कहाँ घुम्यौँ हामी उता पनि गयौँ त पाल्पा गयौँ नि त ठ्याक्कै काठमाडौँबाट पोखरा आज जस्तै भएछ आज बुटलबाट पोखरा पनि हामी उता रानीमल गएर 199.8 किलोमिटर भएछ हामी चाहिँ बिरौटामा छौँ अहिले हामी त आज है चलाएको जस्तो नि भएन यस्तो आरामले गफ गर्दै गर्दै आएको स्याङ्जाको बाटो कटेको नि थाहा भइएन है यति मजाले आइयो आज अब चाहिँ यसो लेक साइडतिर जान्छौँ बेलुका ओके गाइज द्याट इज इट फर टुडे है अब हामी पोखरा आयौँ अब सिनेमेटिकमा अब हामी बाहिर कतै निस्क्यौँ भने देखाउँछु है अब आजलाई यति नै थकै पनि लाग्छ अलिअलि सो अब भोलिको प्लान भनेको चाहिँ हाम्रो कायक गर्ने छ है भोलिको भ्लगमा चाहिँ कायकिङवाला आउँछ बिहान सो थ्याङ्क यू फर वाचिङ गाइज आजको लागि यति नै हेर्दै गर्नु होला धन्यवाद टोटल राइड चाहिँ 210 नै भनिदिउँ न 210 किलोमिटर अनि टोटल राइड चाहिँ 2336 किलोमिटर